दाजुभाइ दिदीबहिनी सबैजनालाई नमस्कार भन्न चाहन्छु। तपाईहरुलाई कर्मको फल भन्ने कस्तो हो, पाप गर्यो भने के हुन्छ, पाप भन्ने के हो, त्यो पापलाई हामीले कसरी कटाउनु पर्छ भन्ने बारेमा म तपाईहरुलाई छोटकरीमा भन्न चाहन्छु। हामी सबैजना सुख चाहिने, दुःख नचाहिने हैन, एउटै हो संसारको बुद्धिस्ट या बुद्धिस्ट नहोस् हैन, सबैजना एउटा मानव त एउटै हो हैन। तर पनि एउटा हामी धार्मिकको बारेमा सोचेर हैन, कर्मको फल भन्ने चाहिँ राम्रो कर्म गर्यो भने राम्रो फल आउँछ, नराम्रो कर्म गर्यो भने नराम्रो फल आउँछ भन्ने विश्वास गर्ने हाम्रो धार्मिकताहरूले जसो गर्यो भने हामीले त्यो बिउ जस्तो रोप्यो अनि त्यसको फल पनि त्यस्तै आउँछ भन्ने चाहिँ हामीले जहिले पनि दिनको काम भयो भने, 1 घण्टाको काम भयो भने, हप्ताको काम भयो भने हामीले जहिले पनि त्यो कर्मको फल भनेर सोचिरहनु पर्छ। त्यो एकदम महत्त्वपूर्ण हो। संसारमा कहीं एकदम दुःख भइरहेछ, त्यो कसरी आयो भन्यो भने हामीले केही न केही नराम्रो व्यवहार गरेको कारणले हामीलाई त्यस्तो फल आएको। त्यस कारणले आज म तपाईहरुलाई हाम्रो पाप गर्यो भने हाम्रो दुःख आउँछ हैन, किनभने हाम्रो कर्म, पाप भन्ने चाहिँ एउटा कर्म हो नि हैन, कर्म। कर्मको फल चाहिँ, पाप गरेको फल चाहिँ के हुन्छ भने दुःख पाउँछ। त्यो दुःख चाहिँ कहिले पाउँछ भने धेरै हाम्रो कर्म चाहिँ एकदमै बढी भयो भने यही जन्ममा पाप गरेर यही जन्ममा फल मिल्नु पनि सक्ने गौतम बुद्धले भन्नुभएको छ। यही जन्म गरेको पापले फेरि फल चाहिँ यही जन्ममा नभए पनि पछिल्लो जन्ममा, त्यही पछिल्लो जन्म यस्तो पनि उहाँले भन्नुभएको छ। जे होस्, हामीले पाप भन्ने चाहिँ गर्नु नहुने चाहिँ गौतम बुद्धले दिक्पचिया मिछासिङ भनेको छ। पाप एउटा पनि नगर हैन, घेवा फिसुम छोपर्चे भनेको छ। धर्म गर भने पुण्य कमाऊ भनेको छ हैन। रङ्गी सेम्नी हौ सोद्धुल, आफ्नो मनलाई आफै कन्ट्रोल गरेर पोजिटिभतिर लाग्ने प्रयास गर भन्नुभएको छ। दिनेश सङ्गीत्यबाई भन्ने चाहिँ यही गौतम मेरो धर्म हो, यही मेरो प्रवचन हो भन्नुभएको छ। त्यस कारणले हामी मुखले मात्रै बुद्धिसो नभएर हैन, मनले पनि एउटा गौतम बुद्धले यस्तो 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 प्रवचन दिएको छ, राम्रो गर्यो भने राम्रो हुन्छ, नराम्रो गर्यो भने नराम्रो हुन्छ भन्ने चाहिँ हामीले जहिले पनि दिमागमा राखेर काम गर्नुपर्छ। त्यो एकदमै महत्त्वपूर्ण। त्यस कारणले पाप गर्यो भने के हुन्छ भने, पाप गर्यो भने हामीलाई दुःख पाउँछ भन्ने हो हैन। कर्मको फल भन्ने त्यही हो। हामीले धर्म गर्यो भने, पुण्य कमायो भने के हुन्छ, हामीलाई सुख पाउँछ भन्ने थियो। त्यो चाहिँ हाम्रो दिनको व्यवहारमा नि हामीले जहिले पनि सोचिरहनु पर्छ। यो जन्ममा त हामीले यता गरेर उता गर्ला, मान्छेलाई ढाँट गर्ला, के गर्ला, फाइदा हो जस्तो छ। तर पनि गौतम बुद्धहरूले जहिले पनि हेरिरहेको हुन्छ। त्यो गर्यो भने, हामीले नराम्रो व्यवहार गर्यो भने गौतम बुद्धलाई ओ मेरो आफ्नो चेलाले एकदम नराम्रो गर्यो भने उहाँलाई दुःख हुन्छ। दुःख भयो भने हामीलाई पाप हुन्छ। एउटा उदाहरणको लागि, आफैलाई जन्म र कर्म दिने बाबु आमाले आफूलाई कति माया गर्छ। हामीले नराम्रो व्यवहार गर्यो भने बा आमाको मन राम्रो हुँदैन नि हैन। त्यही जस्तो हो, हामी गौतम बुद्धलाई एकदम मान्छु। त्यही माथि पनि गौतम बुद्ध हामी एउटा नेपालमा जन्म भएको एउटा गौतम बुद्ध भन्दाखेरि संसारले मान्ने, एउटा वैज्ञानिकको रूपमा मान्ने, वैज्ञानिक पनि यो किनभने मनको शान्तिको बारेमा, मनको शान्ति फैलाउनेको एउटा फिलोसफी लिएर आउने एउटा गौतम बुद्ध सबैजनाले मानिरहेको छ। त्यस कारणले हामीले गौतम बुद्ध नेपालमा जन्मेको हो भनेर मात्रै नभएर हैन, गौतम बुद्ध प्रवचन सुनेर गौतम बुद्धले बाटो कस्तो देखाएको छ त्यो हामीले पालन गर्नु एकदम महत्त्वपूर्ण हो। त्यस कारणले हामीले दुःख नचाहिने हो भने पाप नगर भन्ने भयो छ। अब पाप गरिसकेपछि अब फेरि त्यो पाप कटाउन सक्छ सक्दैन भने पाप कटाउन सक्छ भनेको छ।
पापलाई अर्को शिक्षा केही पनि छैन भन्नुभएको छ। पापलाई अर्को शिक्षा के छ भने एउटा शिक्षा छ, पाप कटायो भने पाप कट्छ भन्ने चाहिँ पापको एउटा कट्नु सक्ने चाहिँ पापको एउटा शिक्षा हो। त्यसकारण हामीले पाप गर्छ, नराम्रो गर्छ, नजानेर गर्छ होइन, त्यसमा हामीले पाप कटाउनेको बाटोतिर लागेर पाप कटायो भने पाप कट्छ। त्यो पाप काटेर कट्ने चाहिँ के हो भने पापको शिक्षा हो भन्छ। तपाईँहरू फेरि हो पापलाई पनि एउटा शिक्षा रहेछ भने नसोच्नुहोस् कि पापलाई शिक्षा के छ भने एजुकेसन के छ भने पाप कटायो भने कट्ने चाहिँ उसको शिक्षा हो भन्नुहुन्छ। त्यस कारणले आज पाप कटाउने 4 शक्तिहरू तपाईँबाट अगाडि मैले ल्याएर आउँदैछु। त्यो पाप कटाउनेको शक्ति 4 शक्ति चाहिँ तपाईँहरूले एउटा दिमागमा राखेर दिनको व्यवहारमा नराम्रो काम गर्दाखेरि त्यो 4 शक्तिहरू सोची हामीले पाप कटाउनेको तर्फबाट गयो भने अनि हामी मरेर जाँदाखेरि जिउ पनि हल्का, मन पनि खुसी होइन, मनमा पश्चाताप नलिएर होइन, मनमा नकारात्मक नेगेटिभ पश्चाताप अनि हाम्रो रिग्रेटहरू नलिएर हामी मर्न सक्छ। होइन भने हामी मुखले चाहिँ हामी बुद्धिस्ट हो भन्छ होइन, घरमा गौतम बुद्धको मूर्ति अनि गुरु बुद्धको मूर्ति होइन, अवलोकितेश्वरको मूर्ति, डोल्माको मूर्तिहरू पानी चढाउँछ, धूप चढाउँछ, फलफुल चढाउँछ, अनि काम चाहिँ अर्कैतिर गएर उहाँहरूले दिएको प्रवचनको बाटोमा नगएर होइन अर्कै बाटोमा गयो भने हामीले अगाडि गर्ने काम र पछाडि गर्ने काम अलग भइसक्यो हुन्छ। त्यो भयो भने के हुन्छ, आफै अनि खाल्डामा जानेको खाल्डा चाहिँ आफैले खनेको जस्तो हो। त्यस कारणले आज पाप कटाउने 4 तरिकाहरू म तपाईँलाई यहाँ अभ्यास गर्न चाहन्छु होइन। पाप कटाउने 4 शक्ति के हो भने पहिलो शक्ति चाहिँ समर्थन शक्ति भन्छ, समर्थन शक्ति। दोस्रो चाहिँ के हो भने पश्चातापको शक्ति। तेस्रो चाहिँ लागू गरिएको औषधिहरूको शक्ति होइन। चौथो चाहिँ के हो भने गल्तीहरूबाट फर्किने शक्ति भन्छ। टिबेटनहरू यसलाई न्यम्बो तोप्सी भन्छ होइन, न्यम्बो तोप्सी। न्यम्बो भने त औषधि, जुन बिमार हुन्छ डक्टरले हेरेर त्यही बिमार अनुसार औषधि दिनुपर्छ नि होइन। टाउको दुखिरहेको छ, पेटको दबाई दिएर उसको टाउको दुख्ने चाहिँ हराउँदैन नि। त्यही जस्तो पश्चातापको शक्ति भन्ने त्यो हो। समर्थनको शक्ति भन्ने चाहिँ के हो भने हामीले 3 रत्नको समर्थन पर्नुपर्छ। 3 रत्न हामीले विश्वास गर्नुपर्छ। 3 रत्नलाई विश्वास गर्नुलाई हामीले महत्त्वपूर्ण के हो भने हामीले कर्मको फल भन्ने एकदमै विश्वास गर्नुपर्छ। मैले जहिले पनि भनिरहन्छु होइन, हामीले कर्मको फल भन्ने चाहिँ एउटा दिमागमा लिएर काम गऱ्यो भने हामीले 100% होइन 90-95% हामीले मान्छेलाई झुटो गर्नु सक्दैन होइन, मान्छेलाई लफडा गर्नु सक्दैन, मान्छेलाई नराम्रो दुर्व्यवहार गर्नु सक्दैन, मान्छेलाई नराम्रो बोल्ने र नराम्रो सोचाइहरू आउनु चाहिँ एकदमै कम्ती हुन्छ। त्यो के हो, 3 रत्नको शरणमा पर्यो होइन। 3 रत्न तपाईँहरूलाई थाहा छ, अनमोल बुद्ध, धर्म र सङ्घ, त्यसलाई हामीले 3 रत्न भन्छ। बुद्धिस्ट भइसक्यो भने 3 रत्नको शरणमा पर्नै पर्छ होइन। मुखले बुद्धिस्ट भएर मात्र भन्ने, केही न केही हामीले 3 रत्नको शरणमा परेर केही न केही हामीले उहाँकोबाट ज्ञान लिनुपर्छ। ज्ञान भन्दा के अरे भाव भन्छ होइन, टिबेटनबाट दब्ब भन्छ नि। त्यो गऱ्यो भने हामी रियल बुद्धिस्ट हो। रियल बुद्धिस्ट भइसकेपछि गौतम बुद्धले दिएको प्रवचनमा हामीले जसो गऱ्यौँ नि 100% हामीले गर्नु नसक्यो भने उहाँले दिएको 4वटा प्रवचन हामीले जहिले मनमा राख्नुपर्छ। अघि भने जो दिक्पछि हामीसित पाप नगर, गेवा फिसुम सोपर्छ, धर्म पुण्य कमाऊ, राङ्गी सिम्ने यौँ सुन्दा आफ्नो मनलाई आफै कन्ट्रोल गरेर आफ्नो मनलाई शान्ति राख्नेको प्रयास गर, यो मेरो प्रवचन हो भन्नुभएको छ नि। यो चाहिँ हामीले जसरी मनमा राख्नुपर्छ।